सो गाइज अहिलेको टाइममा पनि धेरै मान्छेहरूले चाहिँ नेपाली सर्भर चाहियो भनिरहेको हुन्छ कि होइन। सो फाइनली टोन्डे दाइले चाहिँ यसको बारेमा रियाक्ट गर्नुभएको छ अन लाइभ स्ट्रिम होइन। हिजो चाहिँ फ्री फायर वर्ल्ड सिरिज स्प्रिङ 2026 को वाच पार्टी गरिराख्नु भएको थियो, त्यतिखेर उहाँले रियाक्ट गर्नुभएको छ यसको बारेमा। भोट फर नेपाली सर्भर। अहिले सबैभन्दा इम्पोर्टेन्ट भनेको टुर्नामेन्ट रेगुलर भइराख्नु हो। अब यो चाहिँ हामीले सर्भरको लागि भोट गरेर या त्यो गरेर हुँदैन, यो चाहिँ फ्री फायरको डिसिजनैमै हुन्छ क्या। फ्री फायरले के गर्छ होइन, ए नेपाललाई सर्भर दिनुपर्छ, सर्भरको जरुरत छ जस्तो लाग्छ होइन, त्यो तरिकाले उनीहरूले हुन्छ नि रेस्पोन्स एक्सपेक्ट गर्छ भनेपछि दिन्छ, नत्र हामीले भोट गर्दैमा या हामीले भन्दैमा हुँदैन। सपोर्ट जरुरी छ क्या, धेरै भ्युअरसिप जरुरी छ। भ्युअरसिप राम्रो भयो भने चाहिँ धेरै चिजहरू चेन्जेस हुन्छ, रेगुलर वेमा टुर्नामेन्ट हुन सक्छ। त्यही भएर चाहिँ मैले भन्छु जसलाई इन्ट्रेस्ट छ उहाँहरूले चाहिँ हेर्नु।